यो गाउँको नाम चाहिँ समग्रमा शेरतुङ भनेर चिनिन्छ। यो शेरतुङ कसरी नाम रहन गयो भन्ने कुरा थोरै म यहाँ राख्न चाहन्छु। करिब 1900 वर्ष अगाडि हाम्रो हजुरबुवा र हजुरआमा चाहिँ उता मम भन्ने ठाउँबाट चाहिँ यात्रा गर्नुभएको रहेछ। आइसकेपछि तपाईँको उता पङसङ भन्ने डाँडामा आइपुग्दाखेरि ठुलो चट्टानले त्यहाँ बाटो छेक्न आयो अरे। त्यतिखेर सत्ययुगमा चाहिँ उहाँहरूसँग ठुलो शक्ति नै साथसाथै हुन्थ्यो अरे। अनि त्यतिखेर चाहिँ त्यो डाँडाबाट चाहिँ यहाँ चाहिँ तपाईँको यो ठाउँलाई चाहिँ सेदाजेत भन्छ अहिले चाहिँ। त्यतिखेर चाहिँ शेर्कीदुङ भनेको चाहिँ तपाईँको शेर भनेको सुन भयो, दुङ भनेको चाहिँ त्यो पिलर पोस्ट हो, खम्बा हो होइन। त्यो डाँडाबाट ठ्याक्कै हेर्दाखेरि चाहिँ यहाँ सुनको खम्बा बलिरहेको चाहिँ उहाँहरूले देख्नुभयो अरे। त्यसपछि तपाईँको त्यो चट्टानले जब उहाँहरूलाई छेक्न आइसकेपछि उहाँहरूले फेरि त्यो जो आफूसँग साथमा रहेको त्यो शक्तिलाई चाहिँ प्रार्थना गरेर ल त्यो सुनको खम्बा नजिक मेरो अनुकूलतामा हुने हो भने चाहिँ यो चट्टान चुडेर जानुपर्छ भन्ने हिसाबले प्रार्थना गरेर हान्दाखेरि ठ्याक्कै चुडेको अवस्था छ। त्यो ढुङ्गाको चाहिँ दुई टुक्रा दोखरतम्बा भन्छ। दोखरतम्बा भने दो भनेको ढुङ्गा भयो, तम्बा भनेको चाहिँ हानेको अथवा मार हानेको भन्ने छ। अझै त पनि हामीले दुई टुक्रा चाहिँ त्यहाँ पङसङ भन्ने ठाउँमा हेर्न सकिन्छ। त्यसपछि उहाँहरू यहाँ आउनुभयो। यहाँ आउँदाखेरि चाहिँ अलिकति यहाँको यो सुनको खम्बा जहाँ बलिरहेको छ यो ठाउँको देवता र उहाँहरू अलिकति झगडा जस्तो नै पढे रहेछ। त्यतिखेर चाहिँ ठुलो ढुङ्गाको चाहिँ गोलो भाग यताबाट उता फाल्ने उताबाट यता फाल्ने गर्दा गर्दा धेरै नै चल्यो अरे, युद्ध जस्तै नै लडाइँ जस्तै नै चल्यो अरे। अनि त्यसपछि पछि उहाँहरूले हाम्रो हजुरबुवा र हजुरआमाले चाहिँ प्रार्थना गर्दै हान्दै यहाँबाट फेरि यहाँको देवताले हान्दै गर्दाखेरि चाहिँ बिचमा फेरि यो बिचतिर चाहिँ बसेर रहेछ त्यो ढुङ्गा। त्यहाँ बसेपछि त्यहाँ पनि एउटा मानी स्तूप त्यसको सम्झनामा चाहिँ प्रतीकको रूपमा त्यहाँ हामीले देख्न सकिन्छ। त्यो चाहिँ मिमङ भन्छ। त्यो मिमङ भने चाहिँ मी भनेको चाहिँ मान्छे भयो, मङ भनेको त्यहाँ अब झैझगडा जस्तो भएको भन्ने चाहिँ छ। अब यो कुराहरू चाहिँ हेर्दाखेरि चाहिँ दन्ते कथा जस्तै नै हुन्छ। तर यहाँको पाठ पूजाहरू सुन्छ हामी यहाँ चाहिँ तपाईँको वर्षमा 4 चोटि पूजा गर्छौँ। भदौ पूर्णिमा, वैशाख पूर्णिमा, त्यसपछि पुष र अर्को साउन पूर्णिमाको दिन चाहिँ पूजा गर्छौँ। अनि त्यतिखेर चाहिँ अब यहाँ सबै बेली विस्तार चाहिँ यहाँ भन्छन्। यसरी यो बाजे र यो हजुरबुवा र हजुरआमा आउनुभएको थियो, यो कथा यसरी भएको भन्ने हिसाबले सारा कुरा चाहिँ बेली विस्तारमा चाहिँ हो त्यो पूजाको दिन भन्छन्। यो मानेमा चाहिँ अब यो दन्ते कथा मात्र नभएर यो सत्ययुगमा सत्य नै रहेको भन्ने किसिमको धेरै मौखिक र केही लिखित पनि हामीसँग प्रमाणहरू छन्। यो मानेमा चाहिँ अब यो शेरतुङ यो गाउँको नाम चाहिँ तपाईँको खास त शेरदुङ हो। पछि गएर अब तपाईँको शेरतुङ हुन गयो। अहिले चाहिँ शेरतुङ भनेर चिनिन्छ।